सरल भाषामा भन्दा यो एलसी भनेको के हो त? एकदम सरल भाषामा भन्दा नि एलसी भनेको क्रेताको ब्याङ्कले विक्रेतालाई दिने एउटा ग्यारेन्टी जस्तो हो। ग्यारेन्टी? हो, मतलब ब्याङ्कले भन्छ ल यो विक्रेताले शर्त पूरा गर्यो भने पैसा म दिन्छु। शर्त चाहिँ के हो भने विक्रेताले एलसीमा तोकिए बमोजिमका सबै कागजात ठिकठाक पेश गर्नु पर्यो। ए भनेपछि क्रेताले पहिला आफ्नो ब्याङ्कलाई भन्नु पर्यो? हो, क्रेताले आफ्नो ब्याङ्क, जसलाई इस्युइङ ब्याङ्क भनिन्छ, त्यहाँ गएर एलसी खोल्न अनुरोध गर्छ। अनि त्यो ब्याङ्कले एलसी जारी गरेर विक्रेताको देशमा भएको अर्को ब्याङ्क, एडभाइजिङ ब्याङ्क मार्फत विक्रेतालाई खबर पठाउँछ। ए भनेपछि ब्याङ्कहरू बीचमा बसेर यो ग्यारेन्टीको काम गर्ने भए? अनि विक्रेताले सामान पठाएपछि चाहिँ के हुन्छ त? त्यसपछि विक्रेताले सामान पठाउँछ अनि सामान पठाएको प्रमाण जस्तै त्यो बिल अफ लेडिङ, इन्भोइस, अरू तोकिएका कागजातहरू जम्मा गरेर आफ्नो ब्याङ्क वा तोकिएको ब्याङ्कमा पेश गर्छ। अनि ब्याङ्कले पैसा दिइहाल्छ? दिइहाल्दैन। पहिला ब्याङ्कले ती कागजातहरू एलसीको शर्त अनुसार अक्षरशः मिलेको छ कि छैन भनेर एकदमै सूक्ष्म तरिकाले जाँच्छ। हरेक कुरा हेर्छ। ए है? यदि सबै कागजात ठ्याक्क मिल्यो भने शर्त पूरा भयो अनि बल्ल ब्याङ्कले भुक्तानी गर्छ। यो पुरै प्रक्रिया प्राय स्विफ्ट भन्ने सुरक्षित माध्यमबाट हुन्छ, MT700 मेसेज प्रयोग गरेर। अनि यसलाई इन्टरनेशनल चेम्बर अफ कमर्सको UCP 600 भन्ने नियमले गाइड गर्छ। ए नियम पनि रहेछ? हो, यसले गर्दा सबै पक्षलाई के गर्ने के नगर्ने भन्ने स्पष्ट हुन्छ। अघि तपाईँले भन्नुभयो ब्याङ्कले कागजात मात्र जाँच्छ रे, सामान कस्तो छ के छ भनेर चाहिँ हेर्दैन? हो, यो एकदमै महत्त्वपूर्ण कुरा हो, बुझ्नै पर्ने। एलसीको एउटा मुख्य सिद्धान्त नै यही हो, ब्याङ्कहरू कागजातमा कारोबार गर्छन्, सामानमा होइन। यसलाई प्रिन्सिपल अफ अटोनोमी भन्छन्। ए कागजातमा मात्र? हो, कागजात मिलेको देखियो भुक्तानी हुन्छ। अब भित्र सामान बिग्रेको छ कि अर्कै सामान छ कि वा सामानै छैन कि त्यो ब्याङ्कको मतलबको कुरा भएन। ओहो, तर यसले त जोखिम पनि बढायो नि। बढायो, तर यसले प्रक्रियालाई छिटो र वस्तुनिष्ठ पनि बनाउँछ। जोखिमबारे हामी एकछिनमा कुरा गरौँला। हुन्छ। अब यो प्रक्रियामा को संलग्न हुन्छन् त? क्रेता, विक्रेता अनि उनीहरूका ब्याङ्कहरू मात्र कि अरू पनि हुन्छन्? मुख्य खेलाडीहरू त यिनै हुन्। एप्लिकेन्ट मतलब क्रेता, जसले एलसी खोल्न लगाउँछ। बेनिफिसियरी मतलब विक्रेता, जसले पैसा पाउँछ। अनि इस्युइङ ब्याङ्क, क्रेताको ब्याङ्क जसले एलसी जारी गर्यो। र एडभाइजिङ ब्याङ्क, विक्रेताको देशको ब्याङ्क जसले एलसी आएको खबर दिन्छ। यति मात्रै? प्राय यतिले पुग्छ। तर कहिलेकाहीँ अझ बढी सुरक्षा चाहियो भने कन्फर्मिङ ब्याङ्क भन्ने पनि हुन सक्छ। कन्फर्मिङ ब्याङ्क त्यसले के गर्छ? त्यसले चाहिँ इस्युइङ ब्याङ्कको साथसाथै भुक्तानीको अर्को तहको ग्यारेन्टी दिन्छ। मतलब यदि इस्युइङ ब्याङ्कले कुनै कारणले पैसा दिएन भने पनि कन्फर्मिङ ब्याङ्कले दिन्छ। यो अलि महँगो पर्छ तर सुरक्षित हुन्छ। अरू पनि नोमिनेटेड ब्याङ्क, नेगोसिएटिङ ब्याङ्क जस्ता विशेष भूमिका खेल्ने ब्याङ्कहरू हुन सक्छन्, तर अहिलेलाई यी मुख्य बुझ्दा हुन्छ। बुझे। त्यसो भए यत्रो प्रक्रिया किन गर्ने त? यसको मुख्य फाइदा के हो? किन यति धेरै प्रयोग हुन्छ होला यो? विक्रेताको लागि त यो एकदमै ठूलो कुरा हो। पहिलो त भुक्तानीको सुरक्षा भयो। क्रेताले पछि पैसा दिन्न कि भन्न पाएन, शर्त पूरा गरेपछि ब्याङ्कले दिइहाल्छ। क्रेडिट जोखिम कम भयो। त्यो त हो, नयाँ बजारमा जाँदा त झन् चाहियो नि। हो नि, नयाँ वा अलि जोखिमपूर्ण लाग्ने बजारमा सामान बेच्न आँट आउँछ नि त विक्रेतालाई। अनि क्रेताको लागि पनि फाइदा छ। साउ खोल्न सक्नुले उसको पनि त साख देखाउँछ नि। हो त, उसको ब्याङ्कले विश्वास गरेको छ भन्ने देखियो। बिल्कुल। अनि यसले विक्रेताको नगद प्रवाह, क्याश फ्लोलाई पनि मद्दत गर्छ। कहिलेकाहीँ त यही एलसी देखाएर सामान पठाउनु अघि नै ब्याङ्कबाट ऋण, प्रिसिपमेन्ट फाइनान्स भन्छन्, त्यो लिन पनि सजिलो हुन्छ। ए त्यो पनि फाइदा भयो। अनि अर्को कुरा, यसलाई आफ्नो आवश्यकता अनुसार मिलाउन, कस्टमाइज पनि सकिन्छ। के शर्त राख्ने, कस्ता कागजात माग्ने, त्यो क्रेता विक्रेता मिलेर तय गर्न सक्छन्। सुन्दा त फाइदा जस्तो लाग्यो, तर अब अलि अर्को पाटो हेरौँ न। यसका बेफाइदा वा जोखिमहरू पनि त होलान् नि? छन्, पक्कै छन्। पहिलो कुरा त यो सित्तैमा आउँदैन। ब्याङ्कले एलसी खोल्ने, जाँच्ने, भुक्तानी गर्ने सबैको शुल्क लिन्छ।
र यो शुल्क कहिलेकाहीँ विशेष गरी साना कारोबार वा साना व्यापारीको लागि महँगो पर्न सक्छ। लागत त हुने नै भयो। हो। अनि अर्को भनेको प्रक्रिया अलि जटिल छ, कागजी काम धेरै हुन्छ, हरेक सानो सानो कुरा मिलाउनु पर्यो। थोरै मात्र गल्ती भयो, कागजातमा केही मिलेन भने ब्याङ्कले भुक्तानी रोकिदिन सक्छ। डिस्क्रिपेन्सी भन्छन् त्यसलाई। ए है, सानो गल्तीले पनि पैसा अड्किने। हो, अड्किन सक्छ। अनि अघि हामीले कुरा गरेको त्यो कागजात मात्र जाँच्ने सिद्धान्तको जोखिम। हो, त्यो धोखाधडीवाला, त्यसको बारेमा भन्नुस् न। हो, त्यो नै सबभन्दा ठूलो जोखिम हो, धोखाधडी, फ्रड। किनभने ब्याङ्कले त सामान हेर्दै हेर्दैन हैन, उसले त कागज मात्र हेर्छ। अब कसैले नक्कली वा जालसाजी कागजात बनाएर पेश गर्यो र ब्याङ्कले पत्ता लगाएन भने त भुक्तानी हुन सक्छ। ओहो, सामान नै नपठाइकन पनि पैसा लान सक्ने भए त। सैद्धान्तिक रूपमा सक्छ। यो त्यति सामान्य त होइन, ब्याङ्कहरू चनाखो हुन्छन्, तर यो एउटा गम्भीर जोखिम हो। अरू जोखिममा कहिलेकाहीँ मुद्रा विनिमय दरको उतार चढावले असर गर्न सक्छ, करेन्सी रिस्क, एलसीको निश्चित म्याद हुन्छ त्यो गुज्रिन सक्छ, टाइम लिमिटेशन्स, अनि असाध्यै दुर्लभ अवस्थामा जारी गर्ने ब्याङ्क नै टाट पल्टिने जोखिम पनि हुन्छ। बुझ्यो। भनेपछि फाइदा सँगसँगै जोखिम पनि उत्तिकै रहेछ। अब यसका प्रकारहरू पनि हुन्छन् होला नि, धेरै थरीका एलसी हुन्छन् भन्छन्। हुन्छन्, धेरै प्रकारका हुन्छन्, तर सबभन्दा महत्त्वपूर्ण र सबभन्दा बढी चल्ने भनेको चाहिँ इर्रेभोकेबल एलसी, छोटकरीमा आईएलओसी भन्छन्। इर्रेभोकेबल मतलब के हो? इर्रेभोकेबल भनेको चाहिँ एकपटक जारी भइसकेपछि यसमा संलग्न सबै पक्ष, मतलब क्रेता, विक्रेता र ब्याङ्कहरूको सहमति बिना यसलाई परिवर्तन गर्न वा रद्द गर्न सकिँदैन। ए, भनेपछि यो एकदम पक्का भयो। हो, यसले विक्रेतालाई सबैभन्दा धेरै सुरक्षा दिन्छ, किनकि उसलाई थाहा हुन्छ एकपटक एलसी आइसकेपछि उसले शर्त पूरा गरेमा भुक्तानी पक्का छ, क्रेताले चाहेर मात्र रोक्न सक्दैन। प्राय सबै एलसीहरू आजकल इर्रिभोकेबल नै हुन्छन्। अनि अरू कुनै खास प्रकार छ जुन जान्न लायक छ? अर्को एउटा चाखलाग्दो प्रकार भनेको रिभल्भिङ एलसी हो। रिभल्भिङ, घुम्ने। हो, त्यस्तै। यो चाहिँ कस्तो अवस्थामा प्रयोग हुन्छ भने, मानौ एउटै क्रेता र विक्रेता बीच नियमित रूपमा पटक पटक एउटै किसिमको सामानको कारोबार भइरहन्छ। त्यस्तो बेलामा हरेक चोटि नयाँ एलसी खोल्ने झन्झटबाट बच्न रिभल्भिङ एलसी प्रयोग गर्न सकिन्छ। यो एकपटक खोलेपछि एउटा निश्चित अवधिसम्म वा निश्चित रकम बराबरको कारोबार नहुन्जेलसम्म स्वतः नवीकरण हुँदै जान्छ। ए, भनेपछि हरेक पटक ब्याङ्क धाइरहनु परेन? यसले समय र पैसा दुवै बचत गराउँछ। यो फेरि समय अनुसार नवीकरण हुने टाइम बेस्ड वा रकम अनुसार नवीकरण हुने भ्याल्यु बेस्ड हुन सक्छ। ल, यो त नियमित कारोबार गर्नेहरूका लागि निकै उपयोगी रहेछ। अब हामीले यत्रो कुरा गर्यौं, सारमा भन्नुपर्दा एलसी भनेको अन्तर्राष्ट्रिय व्यापारमा विश्वासको कमीलाई पूर्ताल गर्ने एउटा शक्तिशाली वित्तीय औजार रहेछ। हो, यसले ब्याङ्कलाई मध्यस्थकर्ता बनाएर भुक्तानीको जोखिम घटाउँछ, तर त्यसको लागि मूल्य चुकाउनु पर्छ, शुल्क तिर्नु पर्यो, प्रक्रिया अलि जटिल छ, समय लाग्छ। एकदम सही भन्नुभयो। यो मूलतः सुरक्षा र लागत प्रयास बीचको एउटा सन्तुलन हो। कुन बेला प्रयोग गर्ने, कुन बेला नगर्ने, त्यो व्यापारको प्रकृति, रकम र पक्षहरू बीचको विश्वासमा भर पर्छ। अनि सबैभन्दा महत्त्वपूर्ण कुरा चाहिँ एलसीमा भएका शर्तहरू र चाहिने कागजातहरूलाई अत्यन्तै ध्यान दिएर सूक्ष्म रूपमा बुझ्नु र पालना गर्नु हो। सानोभन्दा सानो त्रुटिले पनि भुक्तानीमा ठूलो समस्या ल्याउन सक्छ, त्यसैले एकदमै होशियार हुनुपर्छ। यसका विभिन्न पक्षहरू केलायौं, तर मेरो मनमा एउटा कुरा खेलिरहेको छ। यदि यो सम्पूर्ण भुक्तानी प्रणालीको आधार नै केवल कागजात हो र हामीले भर्खरै छलफल गर्यौं कि त्यसमा जालसाजीको जोखिम पनि लुकेको छ भने के हामीले विश्वव्यापी व्यापारमा कागजातमाथि यति धेरै भरोसा गर्नु साँच्चै पर्याप्त छ त? यो अलि सोच्न पर्ने कुरा हो जस्तो लाग्यो। हो, यो साँच्चै गहिरो प्रश्न हो। प्रविधिको विकाससँगै यसका विकल्पहरू वा सुधारका प्रयासहरू पनि भइरहेका छन्, तर अहिलेको लागि एलसी महत्त्वपूर्ण छ। यो प्रश्नमा सोच्नुपर्ने ठाउँ चाहिँ पक्कै छ।